नेपालको पुरुष क्रिकेट टोलीले अहिलेसम्म 3 पटक विश्वकप खेलेको इतिहास बनाइसकेको छ। तर अब नेपाली क्रिकेट अर्को ऐतिहासिक मोडतर्फ अगाडि बढ्दैछ। सन् 2026मा नेपालको महिला क्रिकेट टोलीसँग पहिलो पटक विश्वकप खेल्ने सुनौलो अवसर छ। के 2026मा नेपालका पुरुष र महिला दुवै टोलीले विश्वकप क्वालिफाई गर्न सक्छन्? आज हामी यही महत्त्वपूर्ण विषयमा विशेष चर्चा गर्दैछौँ। 2026मा आयोजना हुने आइसिसी वुमेन्स टी20 वर्ल्ड कप महिला क्रिकेटको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो। यो प्रतियोगिता इङ्ल्यान्डमा आयोजना हुँदैछ र महिला टी20 विश्वकपको 10औँ संस्करण पनि हुनेछ। विशेष कुरा के छ भने पहिलो पटक 12 राष्ट्र सहभागी हुँदैछन्, जसले महिला क्रिकेटको विश्वव्यापी विस्तारलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। यस विश्वकपमा 12वटा टोलीलाई दुई समूहमा 6-6 टोलीका आधारमा विभाजन गरिएको छ। प्रत्येक समूहका टोलीहरूले एक अर्कासँग खेल्नेछन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलसहित नकआउट चरणमा प्रवेश गर्नेछन्। अब प्रश्न उठ्छ, यी 12 टोली विश्वकपमा कसरी पुगे? सबैभन्दा पहिले आयोजक राष्ट्र इङ्ल्यान्ड स्वतः छनौट भएको थियो। त्यसपछि 2024को विश्वकपका शीर्ष 5 टोली अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले स्थान बनाइसकेका छन्। त्यस्तै आइसिसी वुमेन्स टी20 र्याङ्किङको आधारमा पाकिस्तान र श्रीलङ्काले पनि विश्वकपमा स्थान पाएका हुन्। अब बाँकी 4 टोली भने ग्लोबल क्वालिफायरबाट छनौट हुनेछन् र यहीँबाट सुरु हुन्छ नेपालको विश्वकपको यात्रा। आइसिसी वुमेन्स टी20 वर्ल्ड कप क्वालिफायर 2026 जनवरी-फेब्रुअरी 2026मा नेपालमै आयोजना हुँदैछ। यो महिला विश्वकप क्वालिफायरको 7औँ संस्करण हो। यस प्रतियोगिताबाट शीर्ष 4 टोली विश्वकपका लागि छनौट हुनेछन्। सबै खेलहरू त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्। नेपालले पहिलो पटक महिला आइसिसी प्रतियोगिता आयोजना गर्न लागेको हो। यसले नेपाली महिला क्रिकेटको विकास मात्र होइन, अन्तर्राष्ट्रिय पहिचानमा पनि ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ। ग्लोबल क्वालिफायरमा 10 टोली सहभागी छन्। अघिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका कारण बङ्गलादेश र स्कटल्यान्डले स्वतः ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएका हुन्। क्षेत्रीय छनौटबाट अमेरिकाबाट युनाइटेड स्टेट्स, एसियाबाट थाइल्यान्ड र नेपाल, युरोपबाट आयरल्यान्ड र नेदरल्यान्ड, अफ्रिकाबाट नामिबिया र जिम्बाब्वे र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यू गिनीको महिला टोलीले आफ्नो स्थान बनाएको हो। नेपाली महिला टोलीका लागि यो प्रतिस्पर्धा अझ विशेष छ, किनकि नेपाल पहिलो पटक महिला विश्वकप छनौट खेल्दैछ, त्यो पनि होम कन्डिसनमा। कप्तान इन्दु वर्माको नेतृत्वमा नेपालले आफ्नो पहिलो आइसिसी वुमेन्स टी20 वर्ल्ड कप खेल्ने ठूलो सपना बोकेको छ। नेपाल ग्रुप बीमा परेको छ, जहाँ नेपालसँगै थाइल्यान्ड, नेदरल्यान्ड, जिम्बाब्वे र स्कटल्यान्ड रहेका छन्। यो समूह चुनौतीपूर्ण भए पनि असम्भव भने छैन। यदि नेपालले ग्रुप बीबाट शीर्ष 2 स्थान हासिल गर्न सक्यो भने नेपाल 2026को महिला टी20 विश्वकपमा सिधै प्रवेश गर्नेछ। नेपालका प्रमुख खेलाडीहरूमा इन्दु वर्मा, सीता राणा मगर, रुबिना छेत्री, सम्झना खड्का, मनिषा उपाध्याय र उपकप्तान पूजा महतो रहेका छन्। एसियन क्वालिफायरमा नेपालले देखाएको प्रदर्शन निकै उत्साहजनक थियो। ग्रुप सीको शीर्ष स्थानमा समाप्त हुँदै नेपालले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। युएई विरुद्ध मनिषा उपाध्यायको 4 विकेट, बहराइन विरुद्ध दीपिकाको विस्फोटक ब्याटिङ र सम्पूर्ण टोलीको उत्कृष्ट एकता र अनुशासनले नेपाललाई ग्लोबल क्वालिफायरसम्म पुर्याएको हो। नेपालको खेल तालिका यस प्रकार रहेको छ: 18 जनवरी थाइल्यान्ड विरुद्ध, 22 जनवरी नेदरल्यान्ड विरुद्ध र 24 जनवरी जिम्बाब्वे विरुद्ध, र ग्रुप स्टेजको अन्तिम खेल 26 जनवरी स्कटल्यान्डसँग हुने भएको छ। घरेलु समर्थकको साथ, परिचित पिच, राम्रो फर्म र आत्मविश्वास, यी सबै कारणले नेपाली महिला टोलीलाई विश्वकप छनौटको बलियो दावेदार मानिएको छ। यदि नेपाल शीर्ष 4मा पर्न सफल भयो भने त्यो केवल एउटा खेल उपलब्धि मात्र होइन, नेपाली महिला क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हुनेछ। अन्त्यमा भन्नुपर्दा यो सपना केवल खेलाडीहरूको मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूको सपना हो। बेस्ट विशेस टु नेपाल वुमेन्स क्रिकेट टिम। मे हिस्ट्री बी रिटन इन 2026। धन्यवाद।